भक्तपुरमा बाइक समातिहाल्यो है, ह्यान्डलमा ल्याङ गर्न थाल्यो। It's me, vlog from Madhurtimi. Next day, next vlog, new vlog. आज कहाँ जाँदैछु भने तपाईले थम्बनेल हेरेर थाहा पाइसक्नु होला। अनि बाइक समाते छ हिजो ह्यान्डलमा, त्यही भएर आज जाँदैछु 10 बजे। त्यही नै हो, अहिले ह्यान्डल राखेर जानुपर्ने हुन्छ। अर्को हामीले त्यहाँ लिएर जानुपर्ने हुन्छ भक्तपुरमा है। त्यही नै हो गाइस, अब ह्यान्डल खोज्नु पर्ने हुन्छ अहिले। त्यही नै हो। अनि तपाईहरु नयाँ हुनुहुन्छ भए युट्युब हेरेर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। मैले चाहिँ यहाँ छ, यो चाहिँ लिएर जानुपर्ने हुन्छ हामीले है। टक्क लाएर त्यसपछि बाइक लिएर आउने के गर्नु गाह्रो छ गाइस। कहाँबाट आएर समातेको यार, साइडमा रोकिरहेको बाइक लगाएर ल्याङ गर्न थाल्यो हिजो है, बेलुका जस्तै 9 बजेतिर। अब चाहिँ हामी जाँदैछु ह्यान्डल लिएर। त्यही हो गाइस, बाइक नभएर हिँड्दै जाँदैछु यार। भक्तपुर जानुपर्ने हुन्छ यार, 12 महिना सोधिहरू अरू केटाहरू अगाडि छ अरे। टक्क जाउँ, त्यसपछि स्कुटरमै भेटौँ मलाई तपाईँहरूलाई। यो स्कुटरमा जाँदैछु यार, टेन्सन जाने यतिकै आवाज आउने पनि गाह्रो छ है। मोटे भाइ टेन्सनमा छ यहाँ। अनि पार्यो राति भक्तपुरमा बाइक समातिहाल्यो है, ह्यान्डलमा ल्याङ गर्न थाल्यो। गाह्रो रौके हाँसो पारिदियो। भक्तपुरबाट कसरी जाने घर अब। मैले चाहिँ भक्तपुर आइपुगेँ है। थक्क लिने छ म यार, बाइक हिँडेर लागेन रातभर यार, बाइक यहाँ भएन भएर। त्यही हो, हामी चाहिँ जाँदैछु भित्र। जोडा स्क्वायरभित्र छ है बाइक चाहिँ, केही छैन। माइलीहरू जानुपर्ने हुन्छ भित्र बाइक लिन। त्यही नै हो है, भित्रहरू हेरौँ। डोरा स्क्वायरभित्र आइपुगेँ है, चुवाट्टा भानामा। बिहान 10 बजे फोर्स आवरमा आइपुगेँ। त्यही नै हो, केटा हो के गर्नु गाह्रो छ। माइलो त्यहाँ छ है, कलर बाइक चाहिँ यहीँ छ चट्टो पानामा हाम्रो। ह्यान्डल एउटा किचकिच गरेर यार, होइन त दाइ। म चाहिँ कस्तो नजाऊ तिमी हेर, विश्वास गर मलाई एक फेर। सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर। माया छ नि यतै मैतिर, दौडी आउनु अँगाल्नु एक फेर। 2 कदम तिमी सार्नु अनि 2 कदम मै सार्नु। फाइनली चाहिँ बाइक चाहिँ निकालेँ है, चट्ट बाराम डोरा स्क्वायरबाट है। पुलिसहरू कहाँबाट टेन्सन दिएर थियो, ठ्याक्कै बेल पुग्न नभएर अनि समात्यो। त्योपछि अनि ह्यान्डल पनि ठ्याक्कै देखियो। अनि त्यही भएर हल्का ल्याङ गरेर बेलुक गाज ल्याएर देखाएपछि छोडिदियो है। ल निस्क्यो फाइनल्ली बाइक, केटा हो टक्क बाइकमा छु है। चट्ट पारा मेरोमा अहिले चाहिँ निस्क्यो। ए एउटाको कुरामा समात्यो यार, ल्याङ पुलिसहरू। त्यही हो। अहिले चाहिँ हामी बाइक निकालेर यहाँ चाहिँ चिया खाना आउँदैछौँ है, कफी सफी हान्न है। टक्क लगाएर होइन अमन दाई छ है यहाँ। भाइरल हुने भयो अब हो, एकै ब्लगमा आएर ठिक छ ल। त्यही नै हो, बाइकको सिनेमेटिक हल्का अलि एकछिन हेरौँ। फाइनल्ली बाइक चाहिँ लिएर आएँ है, टक्क लगाएर घरमा चाहिँ। ह्यान्डल चाहिँ चेन्ज गरेको छैन, ह्यान्डल चेन्ज गर भनेछ है। टक्क लगाएर चेन्ज गरौँ होला, ठिकान छैन है। त्यही नै हो, गाइज इन्जोय भिडियोलाई म यहीँ गर्न जान्छु। लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। सी यु अन नेक्स्ट ब्लग।